चारको वडा कपको चाहिँ उद्देश्य एउटै हो कि हामीले चाहिँ वडाबाट चाहिँ खेलाडी उत्पादन गर्ने उद्देश्यको साथ हामीले यो खेलको आयोजना गरेको छौँ र मेरो चाहिँ यो दोस्रो कार्यकाल चलिराख्दाखेरि चौथो वडा कप चाहिँ गर्न चाहिँ आज हामी चाहिँ सुरुवात गरेका छौँ। आगामी दिनमा पनि म वडाको चेयरमा रहेसम्म यसलाई चाहिँ निरन्तरता फुटबल र चाहिँ क्रिकेटलाई दिनेछु भन्ने कुरा चाहिँ यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। एउटा टिम सहभागी भएको छ। हामीले चाहिँ प्रथम पुरस्कार चाहिँ 41,000 रुपियाँ राखेको छौँ र द्वितीय पुरस्कार 31,000 र म्यान अफ द सिरिज तपाईँको चाहिँ 11,000 र बेस्ट बलरलाई चाहिँ हामीले 5100 प्रत्येक म्याचको म्यान अफ द म्याचलाई चाहिँ 1100 जसमा सबै टिडिएस काटेर चाहिँ हामीले चाहिँ उपलब्ध गराउने। स्वास्थ्यको लागि खेलको यो मूल मन्त्र हो। खेलको यो मूल मन्त्र बोकेर सिद्धार्थनगर नगरपालिकाबाट प्रचारका लागि एकदम महत्त्वपूर्ण प्रतियोगिताको आयोजना गर्नुभएको छ। उहाँलाई र उहाँको सम्पूर्ण टिमलाई बधाई र शुभकामना दिन चाहन्छु। र 11वटा टिम छ। म सम्पूर्ण खेलाडीहरूलाई के भन्न चाहन्छु, तपाईँहरू फेयर खेल खेल्नुहोस्, इमान्दारीको साथ खेल्नुहोस् र क्रिकेटको भावनाको अनुरूप खेल्नुहोस्। यदि तपाईँहरूले राम्रो खेल खेल्नुहुन्छ र आफ्नो क्यारेक्टरलाई खेलको भावनामा ढाल्नुहुन्छ भने भोलि क्रिकेटको भविष्य नेपालको पनि सुरक्षित छ। किनकि छिमेकी राष्ट्र आइपिएल भइरहेछ इन्डियामा, एनपिएल नेपालमा भइरहेछ। नेपाल क्रिकेटको अहिले धेरै उदयमान खेलाडीहरू जन्माएको छ र तपाईँहरू पनि यदि राम्रो खेल खेल्नुहुन्छ, तपाईँको उमेर मिडिया छ भने तपाईँहरूको पनि सम्भावना छ नेपालमा खेल्ने, एनपिएलमा खेल्ने, आइपिएलमा खेल्ने। वर्ल्डको थुप्रै कन्ट्रिजहरूमा पनि आफ्नो आफ्नो कन्ट्रीको लिग म्याच हुन्छ जुनमा विदेशी खेलाडीलाई पनि आमन्त्रित गर्छ। यदि तपाईँहरूले आफ्नो यो खेललाई आफ्नो पेसन बनाउनुहुन्छ भने, आफ्नो रोजगारको माध्यम बनाउनुहुन्छ भने भोलि तपाईँहरूको लागि राम्रो स्टेज आउँछ र साथै तपाईँहरूले राम्रो खेलाडी भएर आफू पनि कोचिङ गर्न सक्नुहुन्छ, एकाडेमी खोल्न सक्नुहुन्छ भने खेलको खास गरेर क्रिकेटको नेपालको उज्जवल भूमि बनिरहेछ। त्यस कारणले मलाई आशा विश्वास छ यो वार्डबाट उठेर जिल्ला स्तरमा, प्रदेश स्तरमा, राष्ट्रिय स्तरमा र इन्टरनेसनल स्तरमा पनि तपाईँ जान सक्नुहुन्छ। त्यस कारणले यो खेललाई तपाईँहरूले हल्का रूपमा लिनुहुन्छ भने मेरो हिसाबले हल्का रूपमा नलिनुहोस्, यसलाई सिरियस लिनुहोस्। यदि सिरियस कुनै पनि चिजमा मान्छेले जब सिरियस लिन्छ तो डेभलपमेन्ट अवश्य गर्छ। त्यस कारणले यहाँ थुप्रै हाम्रा पत्रकारज्यूहरू पनि आउनुभएको छ। यो वडा कप बोल्दा पनि हाम्रो थुप्रै पत्रकारज्यू आउनुभएको छ। कति महत्त्व दिनुभएको छ उहाँहरूले यो टिमलाई। कहिले कुनै खेलमा आउँछ, एकजना पत्रकारज्यू आउनुहुन्छ, 10 मिनट बस्नुहुन्छ, गइहाल्नुहुन्छ। मैले देखिरहेको छु, बिहानैदेखि आउनुभएको छ। ग्रेट पत्रकारहरू यहाँ भइरहेको मेन पत्रकारज्यू आउनुभएको छ। त्यस कारणले यो महत्त्वपूर्ण विषय हो। उहाँले तपाईँहरू राम्रो खेल्नुहुन्छ भने राम्रो कभरेज पाउनुहुन्छ, राम्रो फोटो आउँछ तपाईँको बारेमा, तपाईँको स्किलको बारेमा पेपरमा आउँछ, जनताले पढ्छ, समाजले पढ्छ, त्यसपछि तपाईँहरूको डेभलपमेन्ट हुन्छ। त्यस कारणले यो महत्त्वपूर्ण प्रोग्राम हो। तपाईँहरू सिरियस खेल्नुहोस् र मौकाको फाइदा पनि उठाउनुहोस् र सिद्धार्थनगर नगरपालिकाको पनि नाम रोशन गर्नुहोस्, आफ्नो गाउँको, आफ्नो र आफ्नो वार्डको पनि नाम रोशन गर्नुहोस्। छोटा रौला बड़का रौला